नेताजी तपाईहरुको छोरो कहाँ पर्छ भने प्रश्न गरून्। यो वडादेखि लिएर मेयरदेखि लिएर प्रदेश सांसददेखि लिएर प्रदेश सभाको चुनावसम्म जब जनताले तपाईको छोरो कहाँ पर्छ भनेर प्रश्न गर्दैनन् त त्यसको जवाब त्यो नेताले सही दिँदैन। त्यस्ता मान्छेलाई बहिष्कार गरेर भोट डालो। सम्पूर्णमा नमस्कार, म जय ओली। यति बेला म प्रेन्द्र चोकमा आइपुगेको छु। प्रेन्द्र चोकमा यहाँ 3 जना युवा उभिँदै गरेको दृश्य मैले देखेँ। हो साथीहरु, मैले यहाँ 3 जना युवा उभिँदै देख्दा के रहेछ त यहाँ भनेर मैले बुझ्न खोजेँ। यहाँ लेख्नु भएको छ, नेता होस् या मजदुर सबैका लागि एउटै स्कुल। तिम्राले पढ्ने र हाम्राले पढ्ने विद्यालय किन एउटै हुन सक्दैन? निजी होइन, गुणस्तरीय सार्वजनिक विद्यालय चाहिन्छ। समान शिक्षा बिना समान समाज सम्भव छैन। नेता होस् या मजदुर सबैका लागि एउटै स्कुल भन्ने यो एउटा नारा बोकेर यहाँका दाजुभाइहरू यहाँ 3 जना उभिरहेको देखेर सबै यहाँ आउने गाडीमा आउने सवारी साधन होस्, यहाँका जनता हुन्छ, चाहे प्रहरी होस्, चाहे ट्राफिक होस्, सबैलाई यहाँहरूले देखाउन खोजिरहनु भएको छ। केही एउटा सन्देशमूलक जानकारी तपाईहरुलाई दिन खोजिरहनु भएको छ। हो, यहाँहरूको आवाज बोल्नको लागि म अहिले यही तुलसीपुरको प्रेन्द्र चोकमा आइपुगेको छु र यहाँहरूसँग म केही कुराकानी गर्न चाहन्छु। यहाँहरूले मलाई के जवाब दिनुहुन्छ, उहाँहरू के का लागि यहाँ बस्नु भएको छ भन्ने कुरा म उहाँहरूसँग केही सोध्न चाहन्छु। नमस्कार हजुर। नमस्कार। नमस्कार। हजुरको शुभ नाम? मेरो नाम राजवीको, घर चाहिँ तुलसीपुर 9-10 राईखल्यान। राईखल्यान। हजुर। यहाँ यो बोर्ड पकडेर के का लागि बस्नु भएको छ? हाम्रो एउटै उद्देश्य छ, नेता होस् या मजदुर सबैका छोराछोरी एउटै विद्यालयमा पढाउन्, सबैले गुणस्तर शिक्षा पाउन् भन्ने हाम्रो उद्देश्य, प्रमुख उद्देश्य छ। नमस्कार हजुर। नमस्कार हजुर। हजुरको शुभ नाम? मेरो नाम सर्जन परियार। हजुर, घर चाहिँ कुन ठाउँ हो? मेरो तुलसीपुर 18। तुलसीपुर 18। यहाँ चाहिँ के का लागि यो बोकेर बस्नु भएको छ? हाम्रो उद्देश्य भनेको नेपालमा गरिब दुखी र नेपालका चाहिँ राजनीतिक दल जो आफूलाई नेता ठान्छन्, जो जनप्रतिनिधि ठान्छन्, जो समाजको ठेक्का ल्याउँ भन्ने ठान्छन्, तिनीहरूले पढ्ने स्कुल र गरिब जनताले पढ्ने स्कुल एउटै हुनुपर्छ। आफ्ना छोराछोरीलाई चाहिँ महँगा बोर्डिङ, जो मासिक 20,000 शुल्क लाग्ने बोर्डिङमा पढाउने र गरिब दुखीका स्कुलमा चाहिँ एउटा डेस्क बेन्च नपुर्याइदिने, एउटा मार्कर नपुर्याइदिने र तपाईँ त्यहाँ चरम राजनीतिकरण गर्ने र भ्रष्टाचार गर्ने, यो विकृतिको अन्त्य गर्नलाई हामी जनता जाग्न पर्छ र हामीले प्रश्न गर्नुपर्छ। नेता होस् या मजदुर सबको लागि एउटा स्कुल हामीले बनाउनु पर्छ। जबसम्म शिक्षामा समानता आउँदैन, समानता आउनको लागि धनीले पढ्ने र गरिबले पढ्ने स्कुल एउटै हुनुपर्छ। त्यसमा पनि धनीभन्दा पनि विशेष गरी जो समाजको लिडर हो, जो नेता हो, त्यसले पढाउने स्कुलमा गरिबले पढाउने स्कुल एउटै हुनुपर्छ। आज तुलसीपुर महानगरपालिकामा हेर्ने भने पछाडि यहाँका कुनै पनि जनप्रतिनिधिहरूले न कार्यपालिका सदस्य, न वडा अध्यक्ष, न उपमेयर, न मेयर कसैले पनि आफ्ना छोराछोरीलाई सरकारी स्कुल पढाउँदैनन्। उसले महँगा स्कुल पढाउँछन्। तपाईहरु आफू अध्ययन गर्नु, रिसर्च गर्नुहोस्। यो हेर्दाखेरि आज ती सरकारी स्कुलको अवस्था के छ त्यो गएर पनि हेरिदिनुहोस्। त्यसैले हामीले के भनेको छौँ भने पछाडि जो समाजलाई रूपान्तरण गर्छु भनेर आएको छ, जसले ठुल्ठुला भाषण गर्छ, त्यसले समाजमा शैक्षिक एकता कायम गर्नलाई, शैक्षिक गुणस्तरीयता कायम गर्नलाई आफ्ना छोराछोरीलाई सरकारी स्कुल पढाएको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण कुरा हुन्छ। त्यसैले हामीले के भनेको छौँ भने पछाडि एउटा सिकान काट्दै, मकै खाँदै, फाटेको जुत्ता, फाटेको तपाईँको प्यान्ट, फाटेको सर्ट लगाएर स्कुल आउने मजदुरको छोरा, इटापटामा काम गर्ने मजदुर, सिलाइ कटाइ गर्ने मजदुर, अटो चलाउने ड्राइभर चलाउनेहरू, हरेक मजदुरले आफ्ना छोराछोरीलाई मेयर सांसदका छोराछोरीसँग पढ्ने बात नेपालमा नेपालमा हुँदैन, तबसम्म नेपालमा शैक्षिक असमानता आउँदैन। त्यसैले म के भन्न चाहन्छु भनेपछि हरेक राजनीतिक दल, हरेक तपाईँको चाहिँ नेता, आज बालेन शाहको छोराछोरी पनि कहाँ पढ्छन्, आज रवि लामिछानेका छोराछोरीले कहाँ पढ्छन्, आज तपाईँ कुलमान घिसिङका छोराछोरीले कहाँ पढ्छन्, यो प्रश्न पनि गर्न जरुरी छ। त्यसैले हामी के भन्न चाहन्छौँ भने पछाडि आज एउटा मान्छेले दैनिक मजदुरी गर्छ, दिनको 500 कमाउँछ, महिनाको एउटा स्टुडेन्ट पढाउनलाई, एउटा विद्यालय पढाउनलाई पनि 5,000 खर्च हुन्छ। 2टा परिवार छन् भने त्यसले 10,000 खर्च गर्छ, 3टा परिवार छन् त्यसले 15,000 खर्च गर्छ, एउटा 15,000 खर्च गरेर त्यसले बोर्डिङमा पढाइरहेको छ। आज महिनाको 10,000 हिसाब गर्ने पनि 1 वर्षमा 1,20,000 हुन्छ। 1,20,000 को तपाईँको त्यो पैसा उसले तपाईँको कृषि गर्न सक्थ्यो, कुनै पशु पाल्न सक्थ्यो, कुनै उद्योग धन्दा गर्न सक्थ्यो, तर आज त्यसले चाहिँ बोर्डिङमा तपाईँको चाहिँ गिट्टी कुटेर राखेको पैसा आज उसले बोर्डिङमा चलाइरहेको छ। किन यस्तो भएको छ भने पछाडि सरकारी स्कुलमा ठुल्ठुला मान्छेले पढाउँदैनन्। त्यसैले सरकारी स्कुलमा जेसुकै होस्, फेल भए हुन्, पास भए हुन्, बिग्रिन्, भत्कियो भन्ने हुन्छ। आज म तपाईँलाई प्रश्न गर्छु, कुनै सरकारी स्कुलको एउटा विद्यार्थीको साथी आज डक्टर हुन सक्दैन, कुनै सरकारी स्कुलमा पढ्ने विद्यार्थीको साथी आज इन्जिनियर हुन सक्दैन, आज नेता हुन सक्दैन। आज महँगा स्कुलमा पढ्नेहरूले तपाईँको चाहिँ यो समाजलाई हाँक्ने, पोलिटिक्सलाई हाँक्ने, व्यापारलाई हाँक्ने, उद्योगलाई हाँक्ने उचित किसिमको चाहिँ चेष्टा गरिरहेका छन्। त्यसका विरुद्धमा जनतालाई जागरुक बनाएर अब आउने निर्वाचनमा जनताले प्रश्न गरून्, नेताजी तपाईँहरूको छोरो कहाँ पर्छ भने प्रश्न गरून्। यो वडादेखि लिएर मेयरदेखि लिएर प्रदेश सांसददेखि लिएर प्रदेश सभाको चुनावसम्म जब जनताले तपाईँको छोरो कहाँ पर्छ भनेर प्रश्न गर्दैनन् त त्यसको जवाब त्यो नेताले सही दिँदैन। त्यस्ता मान्छेलाई बहिष्कार गरेर भोट डालो। त्यसैले जबसम्म नेपालको शैक्षिक प्रणाली हामीले सुधार गर्न सक्दैनौँ तबसम्म नेपालको आर्थिक उपलब्धि हुन सक्दैन, आर्थिक
जाति विकास हुँदैन भन्ने हाम्रो मूल उद्देश्य रहेको छ। हाम्रो उद्देश्य भनेको नैतिक प्रेसर नेताहरूलाई परोस् र राजनीतिक दललाई परोस् भन्ने कुरा र यो अभियानलाई अझै प्रीत बनाउनु पर्ने आवश्यकता छ। हो दर्शक महानुभावहरू, आज वीरेन्द्र चोकमा 3 जना व्यक्ति उभिरहनु भएको छ, यो चाहिँ 1 जना मात्र उभिनु भएको छ। उहाँहरू भन्नुहुन्छ अझै हामी प्रीति गर्छौँ, 1 2 3 4 गर्दै हामी देशभरि फैलिन्छौँ भन्नुहुन्छ। तर उहाँहरूले उठाएको मुद्दा तपाईँलाई मन पर्छ कि पर्दैन? मलाई त अवश्य नै मन पर्यो। एउटा सरकारी स्कुलमा आज यति धेरै हेला गरिएको छ सरकारी स्कुललाई। जुन सरकारी स्कुलमा पढाउने एउटा शिक्षक हुनुहुन्छ, वही शिक्षकले पनि आफ्नो बोर्डिङमा पढाउनुहुन्छ आफ्नो छोराछोरीलाई। तर यो के हो? यसलाई नैतिकता मानिन्छ हो? यही आवाज उठाउनु भएको छ। एउटा प्रधानमन्त्रीको छोरीले होस्, एउटा मन्त्रीको छोरीले होस्, वडा अध्यक्षले होस्, पालिकाले होस्, या साधारण व्यक्ति होस् जोसँग धेरै पैसा छ, उसले बोर्डिङ स्कुलमा पढाउने गरिरहेका छन्, सरकारी स्कुलमा पढाउँदैनन्। किन हो? त्यही आवाज खोज्दै हुनुहुन्छ, हो त्यही जवाब खोज्दै हुनुहुन्छ यी वीरेन्द्र चोकमा बसेका 3 युवाले। हो जोसँग पैसा छ त्यसले चाहिँ बोर्डिङ स्कुलमा पढाउने, सरकारी स्कुलमा चाहिँ बजेट मात्रै हाल्ने, शिक्षकलाई तलब मात्रै दिने, अनि त्यहाँ विद्यार्थीलाई कसले पढाउने हो? अनि कुन विद्यार्थी आएर पढिदिने हो? त्यहाँ भएको शिक्षकले कसलाई पढाउने हो भन्ने एउटा आवाज उठाउनु भएको छ। यो आवाज यदि तपाईँलाई सही हो भन्ने लाग्छ भने यो भिडियोलाई धेरै मासम्म पुर्याइदिनु होला। अहिले तपाईँले भिडियो हेर्दै हुनुहुन्छ बिन्दास अनलाइन मिडिया, त्यसैगरी जय ओली फेसबुक पेज र युट्युब च्यानल जय ओलीबाट हेर्दै हुनुहुन्छ। सम्पूर्णलाई धन्यवाद।